भाग्यमा लेखेको छ भने माया गर्ने मान्छे फिर्ता पनि आउँछ कि भाग्य नै छैन भनेपछि जति गर्दाखेरि पनि हुँदैन रहेछ क्या म खुद 3-4 चोटि धोका खाएर बसिरहेको छु तपाईँ पनि है अनि 3 चोटि हो नि यार म त पहिलो गर्लफ्रेन्ड दाइ भने दाइ नै रहेछ क्या सबै कुरा भोगेर आइसक्यो होइन त्यही भएर बल्ल दाइ आएर यसरी सम्झाउँछ भनेर ठ्याक्क दाइ भनेर भनेको क्या त्यही भएर अनि पहिलो गर्लफ्रेन्डले तीन चोटि हो 4 चोटि होइन 3 चोटि 4-4 चोटि अब हुँदैछ होला बिस्तारै पहिलो गर्लफ्रेन्डले गर्लफ्रेन्डसँग कास्ट मिलेन दोस्रो गर्लफ्रेन्डसँग पास्ट मिलेन तेस्रो गर्लफ्रेन्डसँग के होला त भन त केही खास मिलेन तेस्रो गर्लफ्रेन्ड पहिला भएको कति गाह्रो छ देख्नुभयो लाइफ कसरी त्यो अब बाहिरतिर हेर्दाखेरि एकदम खुसी लाग्छ यता खुसी खालको देख्नुहुन्छ होला तर भित्री मनको पीडा भित्री मनको जति दुःख छ नि त्यो कसैलाई पनि थाहा छैन के द्याट्स अ ब्याड थिङ के हामीले कति माया गर्दैन तर पनि अब नबुझ्ने क्या मान्छे नबुझ्ने भाग्यमै निधारमै लेखेको छैन भने केही पनि हुँदैन रहेछ जति ट्राई गर्दाखेरि जति माया गर्दाखेरि ट्राई त गरेको त धेरैचोटि ट्राई गरेँ नि आखिर केही हात पार्न सकेन मेरो त फेरि कस्तो पनि भएको थियो भन्दाखेरि एकजना केटीलाई माया गर्थ्यो उसले जहिले भन्थ्यो कि मलाई मेरो पहिलाको बोयफ्रेन्डहरूले त त्यसले यसरी ट्रिट गर्थेन यसरी गर्थेन म उसलाई पहिलाको भन्दा पनि बबाल ट्रिट गर्थेँ कि दामी तरिकाले मतलब राम्रो गर्थेँ यताउति गर्थेँ उसलाई मतलब खतरनाक ट्रिट गर्थेँ यताउति हुन्थ्यो तर के गर्नु माया त्यही त ट्रिट भनेकै माया हो एकदम राम्रोसँग ट्रिटमेन्ट दिन्थ्यो यो युसुफ वेटिङ किन लेखिरहेको छ राजाहरू अब दाइले गेम सेम नखेल्ने भइसकेको छ नगर अब शान्तनु होइन डराउनु चाहिँ फेरि डराउँदिन है यतिकै मान्छे पनि लड गयो भने छुटेर आउँछ डराउँछ फेरि डराउँछ डराउँदिन तर फेरि यतिकै मान्छे गएर भनेको गएर भए पनि छुटेर आउँछ फेरि ओके खेमे म जान्छु एकछिन युसुफले अलिक बोलाइरहेको छ यसो पाकिस्तान उताबाट इन्भिटेसन लभ यु मेरो भाइराको सिधै आएर तल आएर सपोर्ट कुलभाइ हानेर कुलभाइ ग्याङ चाहियो लभ यु मेरो भाइराको लभ यु सो मच लाग्यो म लाग्यो ल रामसित खेल्नु